नमस्कार मेरा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, जति पनि साथीहरू इष्टमित्रहरू जति पनि चाहिँ कुवेतमा आउन चाहनुभएको छ, कुवेत आउँदै हुनुहुन्छ, कुवेत आउनको लागि चाहिँ भिसाको प्रोसेस गर्नुभएको छ, तपाईँहरू बुझेर मात्र यहाँ आउनु होला। धेरैजसो प्राय भनेको यहाँ सप्लाई कम्पनी, डाइरेक्ट कम्पनी भनेको कमै मात्रामा कुवेतमा आउँछन्। त्यसो हुँदाखेरि पहिला बुझ्नु होला, डाइरेक्ट कम्पनीमा आए पनि तपाईँहरू चाहिँ 80,000 रुपियाँभन्दा माथि चाहिँ एक पैसा पनि नदिनु होला। 3 लाख 4 लाख रुपियाँ लागत बुझाएर तपाईँ आउनुहुन्छ, एक त दलालले चाहिँ तपाईँलाई डाइरेक्ट कम्पनी भनेर सप्लाई कम्पनीमा पनि हाल्न सक्छ। त्यसो हुँदाखेरि तपाईँले पहिला त्यो दलालसँग अथवा त्यो म्यान पावरसँग सम्बन्धित व्यक्तिसँग तपाईँले चाहिँ भिसा नम्बर लिनुहोस्, लट नम्बर लिनुहोस्। त्यसपछि आजभोलि इन्टरनेटको समय छ, त्यसो हुँदाखेरि क्रोममा गएर चेक गर्नुहोस् हैन, त्यो सप्लाई हो अथवा डाइरेक्ट कम्पनी हो हैन, तपाईँले त्योबाट बुझ्न सक्नुहुन्छ। त्यसो हुँदाखेरि तपाईँको अथवा आफन्त मान्छे चाहिँ तपाईँको कोही मान्छे कुवेतमा छ भने उहाँसँग सोधेर पनि सल्लाह लिन सक्नुहुन्छ, चाहिँ त्यो कम्पनी डाइरेक्ट कम्पनी हो अथवा त्यो सप्लाई कम्पनी हो। त्यसो हुँदा कुवेत भन्ने बित्तिकै 3 लाख 4 लाख रुपियाँ बुझाएर हाम नफालिहाल्नु होला। बुझेर मात्र त्यो कम्पनी चाहिँ डाइरेक्ट हो अथवा सप्लाई हो हैन। अनि बुझाउने चाहिँ लागत भनेको तपाईँले 80,000 रुपियाँभन्दा एक पैसा पनि नदिनु होला। कुवेत भन्ने बित्तिकै तपाईँले 3 लाख 4 लाख रुपियाँ बुझाएर आउनुहुन्छ, त्यो 3-4 लाख रुपियाँ तिर्नको लागि हामीले 3 साल 4 साल रुपियाँ 3 साल 2 साल 3 साल कमसेकम मिनिमममा फ्रीमा काम गर्नुपर्ने हुन्छ कम्पनीमा। हेर्नुहोस् है, त्यसो हुँदाखेरि तपाईँ बुझेर मात्र त्यो चाहिँ सबै चेक गरेर एकदम राम्रोसँग त्यसरी चाहिँ आउनु होला है। तपाईँहरूलाई चाहिँ मेरो सुझाव छ। कति साथीहरू 2.5 लाख 3 लाख रुपियाँ दिएर म आएको म देखिरहेको छु, उनीहरू चाहिँ बचाउने भनेको सप्लाई कम्पनीमा आउनु भएको छ 70-80 केडीमा हैन, कहिले त 60 केडी पनि देखेँ मैले महिनाको। हेर्नुहोस् त, 60 केडीमा के खानु, 30 केडी खानामा लाग्यो, 30 केडी त्योमा 10 केडी चाहिँ रिचार्जको राखिदिनुहोस्, 20 केडी बच्यो, 20 केडीको कति हुन्छ तपाईँको 10,000 रुपियाँ। हेर्नुहोस् त कति गाह्रो छ उहाँहरूलाई। त्यसो हुँदा तपाईँहरू पनि त्यसरी नफस्नु होला। तपाईँहरूलाई मेरो सुझाव छ, विनम्र अनुरोध छ। धन्यवाद। मेरो भिडियो हेरिदिनु भयो अहिलेसम्म। फेरि पनि तपाईँले चाहिँ म्यान पावरको नम्बर चाहिएमा कुन म्यान पावरबाट हामी चाहिँ 80,000 रुपियाँभन्दा बढी नतिरिकन चाहिँ आउने त, त्यो भने तपाईँले चाहिँ कमेन्ट गर्नु होला है। म तपाईँहरूलाई चाहिँ कमेन्टमा राखिदिन्छु म्यान पावरको नम्बर साथै म्यान पावर